हेलो एभ्रीबडी मर्निङ सबैजनालाई। म चाहिँ काममा हिँडिरहेको छु। बिहान छ, जाडो छ। ठिक्कै के भन्नु पर्दाखेरि काठमाडौँको सिजेटर भन्ने ठाउँमा हो। चाहिँ काममा हिँडिरहेको छु। साथीहरू गइसक्यो भन्छन्, ढिलो भयो मलाई। बिहानै उठ्नु अलिक ढिलो भएछ। साथीहरू चाहिँ साइड देखिरहेको छु यहाँबाट। साइड देखिरह। साथीहरू चाहिँ काम चाहिँ गरे छैन, पुग्नु चाहिँ पुगेछ। त्यस काम चाहिँ गरे छैन, पुग्नु चाहिँ पुगेछ। चिसो छ, चिसो मौसम छ। आज मङ्सिर पुस्छु। मङ्सिर 12 गतिको दिन हो आज। म चाहिँ बिहान खाना ढिलो पकाएको कारणले ढिलो भयो। त्यही भएर ढिलो भयो। साथीहरूले त ल्याउँदैनन्, म चाहिँ खाना पकाएर ल्याउँछु। त्यही भएर ढिलो भएको हो, खाना ढिलो बनाएर। त पनि ठिकै छ। ठेदार आइपुग्यो भने ठेदार आएर मारिहाल्छ। फेरि ठेदार आएर मारिहाल्छ। साथीहरू चाहिँ पुगेछन्, काम चाहिँ गरे छैन। यहाँ चाहिँ कहीँ घर पनि छैन, पुरै चौरी छ। त्यही एउटा हाम्रो घर बनाउँछ। माथि छ घर, माथि घर छ। ठेदार पनि आइरहेको छ पछाडि कराउँछ होला। करायो भने कराओस्, ढिलो भयो भने हिँडिदिने हो। फेरि त्यस्तै खालको मान्छे हो फेरि म। आज ढिलो भयो भने ठिक छ, भोलि आउँलो भन्ने हो, हिँडिहाल्ने खालको मान्छे हो फेरि म। तर केही छैन, साथीहरूले गरे छैन। एक्लै करायो भने फेरि म त्यही पारा फर्काइदिइहाल्ने नि म त। हो त्यस्तै हो अरू त के भन्नु। बिहान आउनुपर्छ, काम आउनुपर्छ, के गर्नु। काम नगरी खानु पाउँदैन। ल साइडमा आइपुग्यो। साइड यही हो। कटेरा नि छ यहाँ।